घुमघामको क्रममा आज हामी इलाम जिल्लाको सलकपुरमा पुगेका छौँ। हाम्रा सम्पूर्ण दाइहरू हुनुहुन्छ साथमा। भिडियो पुरै हेर्नु होला है, एकदम रमाइलो लाग्नेछ। दाइ कस्तो लाग्यो तपाईलाई? मलाई एकदम मजा लागिरहेछ। धुले डाँडा रहेछ यहाँदेखि। भिडियो हेर्दै गर्नु होला, एकदम रमाइलो क्लिप्सहरू राखेका छौँ हामीले। आज हाम्रो चाहिँ एकदम घुमघाम साथसाथै एकदम धेरै नै इन्टरटेनमेन्ट चाहिँ गर्ने अवसर पनि भयो सम्पूर्ण दाइहरूसँग। ताजा न्यानो स्वागत सहित म तपाईहरु चाइनिज भन्दा पनि यसलाई नेपालीमा कटुस भन्छ। हजुर, चाइनिजमा चाहिँ सिनी छ। हामी दृश्य अवलोकन गरिरहेको छु। अब क्रममा छु। हाम्रो दाइ हेमराज अधिकारीतिर पनि लागे। दाइलाई कस्तो लागेछ दाइ? म चाहिँ गीतबाट अगाडि बढ्न चाहन्छु। हो, तपाईलाई मैले समग्रमा एकदम राम्रो छ। दाइको स्वरको चाहिँ म एकदम धेरै कुराको चाहिँ मूल्याङ्कन गर्दै दाइको स्वरमा एउटा म हजुर। अहिले चाहिँ हामी ठ्याक्क झापाको बिर्तामोडबाट यता हामी 27 किलोमिटर माथि 27 किलोमिटर त्यति मात्रै हो र? होइन नि, अलिकति माथि चाहिँ छ, तर पनि हामी लगभग छेउछाउ नै आइपुगेका छौँ। यहाँबाट चाहिँ हामीले दबारी त्यहाँदेखि लिएर इटाभाटाबाट चाहिँ हामी त्यहाँबाट लेफ्ट लागेर यो माथि सिङ्गुसी नदीमाथि त्यो जस्ट मेची खोला भन्दा अलि माथि यो मेची खोलाको बगर चाहिँ त्यहाँ देखिँदैछ। हजुर, यो देखेको व्हाइट छैन। र यो तल्लो भेगमा चाहिँ हामी खासमा चाहिँ हामी आउनुको मुख्य प्रमुख एउटा उद्देश्य के थियो भने यहाँ चाहिँ सुन्तला एकदम प्रशस्त मात्रामा पाइन्छ भन्ने कुरा सुनेर सुन्तला पनि खाने र यो ठाउँको के रहेछ भनेर हामी फर्स्ट टाइम पनि यहाँनिर आइपुगिसकेका छौँ होइन। र हामी तपाईँलाई देखाउँदैछौँ सुन्तलाका परिकारहरू, सुन्तला कसरी खाने भन्ने कुरो, कसरी खाने भन्ने सुन्तलाको दाना छैन, परिकार काँडे सन्तोला। कस्तो लाग्दैछ यहाँहरूलाई? र मैले यहाँ तपाईँहरूलाई हाम्रो यो तल देखिरहेको सुन्तलाका बुट्टाहरू जहाँ चाहिँ एकदम सुन्तला अत्याधिक मात्रामा चाहिँ फल्दो रहेछ, यहाँ तपाईँहरूले भिडियोमा पनि देख्नुहुनेछ। यी सुन्तला यसरी बाटोको छेउछाउ यसरी फिजाइएका थिए र हामीले पनि त्यहाँबाट चाहिँ एकदम धेरै भन्दा पनि 8-10 केजी चाहिँ सुन्तला लगेर त्यो माथि अघि हामी जुन बसेर रमाइरहेको ठाउँमा बसेर खायौँ। हामीले नाम पनि सुनेको थियौँ र आज प्रत्यक्ष आएर यहाँ सुन्तला ट्याक्कै बोटबाट टिपेर ल्याएर भर्खर ल्याउँदै हुन्छ हाम्रो सबले। त्यो हामीले यहाँ सुन्तला खानलाई गइरहेको छ। केही समय रुक्नु होला। भिडियो हेर्दै गर्नु होला, एकदम अझै रमाइलो क्लिप्सहरू रहेका छन्। र यसरी हामी सबैजना दाइहरूको साथ बसेर सुन्तला त्यो अघि हामीले किनेको सुन्तला बसेर मजाले खायौँ। यहाँ हामी जानुको विशेष पनि यही नै रहेको थियो कि र यो पारी देखेको डाँडाहरू चाहिँ सबै इन्डियाको क्षेत्रहरू रहेका छन् र यहाँनिर तपाईँ हामीले यो देखिएको दृश्यहरू चाहिँ यता वारिपट्टि नेपाल रहेको छ भने उता पारी चाहिँ इन्डिया। र आजको यो इलाम जिल्लाको सलकपुरतिरको घुमाइ हाम्रो यस्तै रह्यो दाइहरूको साथ। यहाँहरूलाई पनि पक्कै रमाइलो नै लाग्यो होला, हामीलाई त झन् कति रमाइलो भयो। र यो अन्त्यको सानो क्लिप्स रमाइलोको लागि यहाँहरूलाई कस्तो लाग्यो भन्नु होला है, कमेन्ट गर्नु।